So hey guys, welcome back to my channel. It's me Asika Chan and it's another vlog. आज चाहिँ हामीहरु चाहिँ पाटनको जात जाँदैछौं, जसले जात भनेर थाहा छैन त्यसलाई भनिदिन्छु। त्यो एउटा जात्रा हो। सो सबै जना चाहिँ एक्साइटेड छन् जानलाई। हामीहरु चाहिँ 1 वर्ष पछि जाँदैछौं। धेरै मतलब कति मैले 11 मा गइन, अब सिधै 12 मा जाँदै छु। सो लेट्स go and see what's going to happen. म हजुरलाई सबै कुरा देखाउँछु। त्यहाँ मान्छेहरु यति धेरै हुन्छन् त्यहाँ। सो अहिले चाहिँ सबैजना रेडी हुँदैछन्। सो हामी पनि रेडी हौ, त्यसपछि हामी पनि जाउँ। सो गाइस सबैजना रेडी भएर हिँडिसक्यौ हामीहरु। सो या एकचोटी आफ्नो आउटफिट देखाउनुस्। यो चाहिँ 5000 को नै, यो चाहिँ 500 को। हैन यो त झन् जाराबाट किने जारा। यो अंकलको outfit and this is my sister's outfit. अनि मेरो यो H&M बाट यो चाहिँ शाबाश बेटा, अरे कहना क्या चाहते हो? बाट यो चाहिँ लुफी बुटन भने कि बुटनबाट फेकु। अनि अब मेरो देखा यो चाहिँ फ्ल्याग बुकबाट मेरो रियल है यो ब्ल्याक हर्स को रियल हो। and this, so guys this is my outfit. Your pant and this is the shirt. Comfortable नै मन पर्छ मलाई। So this is the Hi guys. So guys this is the late comers ladies हरु। जन अहिले सम्म रेडी भएको छैनन्। मम्मी र आन्टी चाहिँ सबैभन्दा लेट कमर्स, किनभने अहिलेसम्म चाहिँ रेडी भइसकेका छैनन्। बाटोमा अझ रेडी हुने रे। त्यही भएर ब्यागमा चाहिँ के अरे मेकअपको सामानहरू राखेका छन् मम्मी र आन्टीहरूले। अरे कहना क्या चाहते हो? अनि त्यही भएर अब बाटोमा मेकअप गर्ने रे। त्यही भएर सो या अझ थाहै होला लेडिजहरूको क्लाइन्ट जाँदाखेरि अब यस्तो हल्का लेट हुन्छ भनेर। चाहिँ मेरो मम्मी र आन्टीको चाहिँ आउटफिट अहिलेसम्म राम्रो चाहिँ रेडी भइसक्नु भयो। रेडी हुनुभयो कि नै? भयो भइसक्नु भयो रेडी भइसक्यो। यहाँ चाहिँ मम्मीको अनि यहाँ चाहिँ आन्टीको दुईटा ब्युटिफुल लेडिजहरू। अनि यहाँ गाइस हामीहरू चाहिँ यहाँ हिँडिसक्यौँ। यहाँ त्यहाँ पुगिसक्यौँ यहाँ गाडमा। अनि यहाँ चाहिँ सबै हिँड्दैछौँ। अब सिधा पाटन गएर भेटौँ। बजार चाहिँ पुग्यौँ। अझ 1 घन्टा हामीलाई पाटन पुग्न लाग्छ। यहाँ चाहिँ बहिनी छि यहाँ त होइन। अनि यहाँ ठाड बजार पुग्यो। एकछिनपछि अब पाटन पुग्छौँ। सो हजुरमा म सिधै पाटन गएर भेट्छु। सो बाई। सो गाइस हामीहरू चाहिँ यहाँ पाटनको बजार चाहिँ अब हल्का समयहरूले चाहिँ यहाँ पुग्नु छ। अहिले हामी यहाँ छौँ। अनि यो बाटोदेखि तल रोडनिर पुगिन्छ होइन। अनि यहाँ चाहिँ अरू जाँदैछन्। सो हामीहरू अब तल यहाँ पुगेर फेरि हजुरलाई म भेट्छु। सो गाइस हेर्नुहोस् जाता जाने मान्छेहरू यहाँ पनि छन्। अनि फेरि अहिले चाहिँ हामीहरू तल रोडनिर पुगेका छौँ। एकछिन पछि चाहिँ हामीहरू तल पाटनको बजार पुग्छौँ। चाहिँ यहाँ पुगिसक्यौँ। यहाँ मान्छेहरू हेर्नुहोस् गाइस तल कहाँ पुग्नु छ एयरपोर्टमा। यहाँ चाहिँ सबै छन्। सो फाइनली हामीहरू चाहिँ पुगिसक्यौँ। यहाँ अब मन्दिरमा पनि जान्छौँ। अनि यहाँ चाट पनि हेरौँ। सो यहाँ त्यही हो। अहिले चाहिँ हामीहरू त्यहीँ भेटौँ। त्यहाँ चाहिँ पाटनको चाहिँ बजार। अनि आज चाहिँ म यस्तो भिडभाडा छ।
हामीहरू चाहिँ यहाँ पुगिसक्यौँ हामीहरू चाहिँ त्यो मन्दिरमा पुग्नु छ सो यहाँ यति धेरै मान्छेहरू हुनुहुन्छ हेर्नुहोस् कस्तो लाग्यो ल अङ्कल हजुरलाई कस्तो लाग्दैछ धेरै वर्षपछि भेटेपछि अल गुड अनि यहाँ चाहिँ सब सो गाइज अब हामीहरू चाहिँ फाइनली पुगिसक्यौँ होइन त्यहाँ चाहिँ हामीहरू चाहिँ त्यो मन्दिरतिर पुग्दैछौँ सो यहाँ चाहिँ सबैजना यहाँ हेर्नुहोस् यहाँ अनि अब हजुरलाई म सिधै मन्दिरको भित्र देखाउँछु हजुरलाई म अनि आज चाहिँ हजुरलाई सबै के हुन्छ त्यो सबै देखाउँछु अनि त्यही हो अरू के बताऊ यस्तो हजुर चाहिँ भिडियो चाहिँ इन्जोय गर्नु सो यहाँ चाहिँ मम्मी होइसिन्छ बुझ्यौ मम्मी हाई यहाँ अनि यहाँ चाहिँ अङ्कल हाई यहाँ हाई भन् हाई सो गाइज अब हजुरलाई म सिधै त्यहीँ भेट्छु यो चाहिँ पाटनको मन्दिर यहाँ अनि यहाँ अब सायद हामीहरू अब चाहिँ यहाँ चाहिँ रेस्ट गरेर फेरि चाहिँ खानु सायद जेरी खान्छ होला अरू यस्तो धुलो बाटोमा पो खाने हो त्यस्तो होइन अनि यहाँ त्यही हो अब चाहिँ हामीहरूले बस्ने ठाउँ खोज्नुपर्छ अनि यहाँ एन्ड डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड सेयर गाइज अनि यहाँ हेर्नुहोस् हजुर देख्न सक्नुहुन्छ यहाँ चाहिँ जातको क्रेज भनेको यस्तो हुन्छ विजय दशमीको भन्दा एक दिन अगाडि हुन्छ अनि यहाँ चाहिँ ऊ त्यो हाम्रो देउडा पनि हुँदैछ यहाँ अब हामीहरू यहाँ ठाउँ खोज्दैछौँ अनि यहाँ क्रेज हेर्नुहोस् सो गाइस हजुरलाई त्यही एउटा व्हाइट कलरको सर्ट लाउनु भएको चिन्नुहुन्छ यदि चिन्नुभयो भने कमेन्ट डाउन गर्नु होला को रहेछ अनि यहाँ चाहिँ क्रेज हेर्नुहोस् यहाँ पनि छ अब यहाँ हेर्नुहोस् तल हेर्नुहोस् यहाँ हेर्नुहोस् सो क्रेज भनेको चाहिँ यस्तो हुनुपर्छ है अब मैले चाहिँ एक सालपछि आएँ यहाँ यो चाहिँ हाम्रो मन्दिर धेरै क्रेज छ अब हामीहरू चाहिँ तल जाँदैछौँ अनि यहाँ चाहिँ रङहरू हुन्छ गाइस हामीहरू चाहिँ यहाँ अहिले चाहिँ यहाँ रेस्ट गर्दैछौँ अनि मम्मी चाहिँ चेरी र कुरकुरेहरू ल्याउन गइसकेका छन् अनि यहाँ चाहिँ हामी सबैजना बसेका छौँ यहाँ अनि ल कुन चाहिँ बताउनु छ हजुरलाई कस्तो लाग्यो आजको चाड कति सालपछि हो 16 वर्षपछि 17 वर्ष ए हो अब यहाँ हेर्नुहोस् गाइस
मान्छेहरू यति धेरै छन् यहाँ आइसक्रिम खाँदैछन् यहाँ अनि यहाँ चाहिँ मान्छेहरू यति धेरै छन् सो गाइज जुन ठाउँमा म चाहिँ यो भिडियो रेकर्ड गर्दैछु त्यो एउटा एयरपोर्ट हो पाटनको एयरपोर्ट हो क्यान यु बिलिभ द्याट यहाँ चाहिँ यस्तो मेला हुन्छ एयरपोर्टमा त्यो धनगढी महिनगर जस्तो एयरपोर्ट छैन तर एयरपोर्ट चाहिँ हो यहाँ चाहिँ मान्छेहरू यति टिकटक बनाउँछन् सो या